हेलो साथीहरू, के छ हजुरहरूको खबर मेरो त बेहाल छ। भगवान् यस्तो के आइलाग्यो होला भन्ने लाग्छ क्या। हिजो पनि दौडधुप, आज पनि दौडधुप। आजसम्म त घरमा कम्तीमा सास त थियो, आज सास पनि सकियो। के को भन्न खोज्नु होला, ग्यासको। आजसम्म त अलिअलि सास थियो, ढुकचुक 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 मन भएको थियो। बिहान चाहिँ आधा खानासम्म सकियो। अनि चाहिँ म धाउन लाग्यो, समथिङ 15-20 दिन भइसक्यो। अर्डर गरेको हाम्रो सिलिन्डर पहिला क्यान्सल गरिदियो। अहिले चाहिँ अर्डर गरेको कम्पनी उधारी जो अफिसमा चाहिँ ग्यासै आएको छैन अरे। अनि त्यो कति बेला आउँछ, कति बेला सकिन्छ भन्ने कुरा ठ्याक्कै थाहा पनि हुँदैन क्या, हुँदैन। अनि हालत खराब भएको छ। यो 12 बजेको धुपमा हेर्नु न, धुप कस्तो छ। यस्तो धुप टाँटिएको धुप छ। म चाहिँ यहाँ शीतलमा छु। अनि यो धुपमा पसिना हेर्नु न, यो धुपमा हालत खराब छ। अनि मेरो साइकल, यो साइकलमा देउनमा यति 1 किलोमिटर भन्दा धेरै, समथिङ 2 किलोमिटर छ। 2 किलोमिटर चाहिँ गएर आउनु छ। कसरी आउँ भन्ने लाग्छ। यस्तो गर्मी छ, माथिबाट गर्मी कम छ, तलबाट हम्कारा धेरै छ क्या। अब पानी पर्छ है जस्तो लाग्छ। 1-2 दिनमा पानी पर्ने सम्भावना भए पनि यहाँ यस्तै हुन्छ। यति गाह्रो भएको छ। आज पनि भेटिएन भने साँझ के खाने हो। फोन गरेको थिएँ, त्यहीले शनिबारको आउनु भन्यो। शनिबारको मलाई त्यति विश्वास लागेन क्या। प्रत्येक दिन राउन्ड मार्ने भनिरहेको छु। हिजो पनि गएको थिएँ राउन्ड मार्न अफिससम्म। जुन दिन ग्यास आयो त्यो दिन मात्रै अफिस खोल्छ क्या, नत्र अफिसै खोल्दैन। अनि हिजो पनि राउन्ड मारेको थिएँ 1 लाख। आज पनि 1 लाख मारेर आउँछ। ठ्याक्क त्यसो अफिसको 11:30-12 बजीतिर अफिस खोल्छ नि त त्यसले। ठ्याक्क त्यसै टाइममा, त्यो 12 बज्यो अब जान लाग्यो। अनि सन्डेसम्म के अरे शनिबारसम्म यस्तै राउन्ड मार्ने हो। जबसम्म सिलिन्डर ल्याउन तबसम्म राउन्ड मार्ने हो। साँझबाट खानाको जोडा कसरी गर्ने हो भन्ने नि टेन्सन लाग्छ। अरे परदेशमा कामका दुःख त छँदै थिए त थिए, तर अहिले चाहिँ ग्यासका र खानाका पनि दुःख हुन थाले क्या जस्तो होला। भगवान्, कतिलाई यस्तो भएको छ साथीहरू। मलाई त यस्तो हाँसो लाग्छ। अस्ति बुढो जानुभएको, यस्तै लाइन थियो। कस्तो लाइन थियो म हजुरलाई यो भिडियोमा राखिदिन्छु है, हेर्नु होला। त्यो लाइनमा पनि भेटिएन त नि सिलिन्डर। ओके साथीहरू, म गएर पुगौँ। अनि पुगेर आएँ भने चाहिँ अनि के हुन्छ अपडेट गर्दै राखौँला। अनि भिडियो चाहिँ कस्तो यो पुरा हेर्नुहोस् है साथीहरू। कहिले कता मिठो कमेन्ट छोडिदिनु न। आफन्तले हेर्छन् होला त, पराइले त गर्दैनन् होला। आफन्तले पनि कि मनै मार्ने गरेर हामीले मन मारेर आएको कि जस्तो लाग्छ क्या। के हो।